कुनै पनि क्यान्सर सर्जनले मात्र उपचार गर्न सक्दैन, पोसिबिलिटी छैन हैन। क्यान्सर भनेको यो रोग डेडली पनि हो, तर क्योरेबल पनि हो। अन टप अफ द्याट यो मल्टी टिम नै हो, एकजनाले पोसिबिलिटी छैन हैन। रोल सर्जनको, किमोथेरापीको, रेडिएसन थेरापीको टिम, रेडियोलोजी, प्याथोलोजी, अन्कोलोजी नर्सिङ टिम र फिजियोथेरापी, अहिले आएर त डाइटिसियन पनि हैन, एकदम मल्टिपल डिसिप्लिनरी हैन। सबभन्दा पहिला एउटा रेडियोलोजिस्टले यो क्यान्सरको शङ्का भन्छ, त्यसपछि एउटा प्याथोलोजीले डायग्नोसिस गर्छ, त्यसपछि सर्जरीको टिम अरू सबै बसेर एउटा टिमो बोर्ड भनेर मिटिङ गर्छ, अब कसरी अगाडि जाने हैन। त्यसपछि आएर इन्डिभिजुअल टिमको रोल आउँछ। डाइटिसियन किन भन्दाखेरि क्यान्सरको ट्रिटमेन्टको टाइममा डाइट एकदम इम्पोर्टेन्ट छ हैन। प्याथोलोजीको किन भन्दाखेरि प्याथोलोजीले कुन प्रकारको क्यान्सर हो उहाँहरूको इनपुट बिना हामीले अगाडि नै सक्दैन। सर्जनको रोल सबभन्दा सजिलो होला, रोग निकाल्ने फाल्ने हो। त्यसपछि किमोथेरापिस्टको लामो समयसम्म ड्युरेसन हुन्छ, किमोको टाइम 4 महिना 6 महिना 8 महिना हुन्छ। अनि त्यसपछि आएर नर्सिङको झन् इम्पोर्टेन्ट, जुन मोरल सपोर्ट, जुन केयर नर्सिङ टिमले दिन्छ हैन, त्यो अरूले कुनै दिनै सक्दैन। त्यसैले अहिलेको समयमा क्यान्सरको ट्रिटमेन्ट भनेको एज अ टिम हैन। रेडिएसनको अहिले यति धेरै इम्पोर्टेन्ट रोल छ, त्यसैले चाहिँ नि क्यान्सरको ट्रिटमेन्ट जहिले पनि टिम एफर्टै हुन्छ। एउटा इन्डिभिजुअल डक्टरले म गर्छु भन्ने त पोसिबल चाहिँ छैन।